नमस्कार विद्यार्थी भाइ बहिनीहरू, आज हामी सिकौँ नेपाली हस्तलेखन, नेपाली ह्यान्डराइटिङ। नेपाली हस्तलेखन राम्रो बनाउनको लागि हामीले नेपाली अक्षरहरूको संरचना कसरी बनिएको छ त्यो हामी सिक्नु पर्ने हुन्छ। त्यसको लागि सबभन्दा पहिले आज हामी क देखि लिएर ङ सम्म 5 वटा अक्षरहरूको संरचना सिक्नेछौँ अनि यसै गरी अरु पनि हामी क्रमशः सिक्दै जानेछौँ। र सबभन्दा पहिले हामीले क सिकौँ। क कसरी बनाउने? क बनाउनको लागि सबभन्दा पहिले शिरोरेखा तान्ने, अनि फेरि हामीले सिधा लाइन तान्ने, अनि बिचमा गोलो बनाउने। यसरी गोलो पनि एकदम मिलाएर बनाउनु पर्छ अनि मात्रै राम्रो हुन्छ। अनि त्यस पछाडि हामीले गोलोको माथिल्लो भागबाट, तल्लो भागबाट हैन, माथिल्लो भागबाट यसरी घुमाउँदै ल्याउने अनि यहाँ छुन खोज्ने, तर नछुने, छुन खोज्ने। यो क। अब हेर्नु होला ख कसरी बनाउने। ख पनि सजिलो छ। ख को लागि हामीले यसरी र जस्तै बनाउने, अनि यहाँ र बनिसक्यो हैन। अब यता नलैकन यहीँबाट यसरी हामीले यसलाई यसरी घुमाइदिने, यसरी घुमेर जान्छ अनि माथिल्लो भागबाट अर्को लाइन आएर त्यो लाइनले यो लाइनलाई छुने, अनि यसरी बिचमा गोलो बनाउने। यो ख भयो। विद्यार्थी भाइ बहिनीले यसरी र बनाउनु हुन्छ अनि र बनाएर अनि यसरी बनाउनु हुन्छ। अब यसलाई ख भन्न गाह्रो हुन्छ। अब पढ्ने मान्छेले यसलाई र ब भनेर पढ्छ, त्यही भएर यस्तो नबनाउने, यो गल्ती नगर्ने। अब हेर्नु होला ग। ग को लागि सिधा धर्का तान्ने अनि एउटा गाईको जस्तै खुट्टा बनाउने। गाई गोडे ग भन्थ्यौं हामी पहिला सानोमा। यसरी गाईको जस्तै गोडा बनाउने एउटा, अनि अर्को चाहिँ हाम्रो सिधा धर्का आउँछ यसरी। यो भन्दा यो अलिकति ठुलो बनाउने, यसरी। अझै राम्रो बनाएर देखाउँछु म हजुरलाई। यसरी एउटा गाईको गोडा बनाउने अनि अर्को सिधा यसरी बनाउने ग। अब घ हेर्नु होला। घ को लागि चाहिँ हामीले पहिला सिधा धर्का तानेर अनि त्यस पछाडि यहाँबाट यहाँ एउटा सी जस्तै बनाउनु, फेरि अर्को पनि यस्तै सी जस्तै बनाउनु, अनि यसलाई माथिबाट सिधा धर्का ल्याउनु, यो ग भइहाल्यो। अब ङ वर्ण बनाउनको लागि चाहिँ हामीले पहिला के गर्नु पर्यो भने यसरी सिधा जाने। कहाँ पुग्यो? यहाँ पुगेपछि यहीँबाट हामीले तल ल्याउनु जाने।